हेलो हेलो वेलकम टु न्यू भिडियो सबैजनालाई स्वागत छ मेरो आजको मिनी भ्लगमा। अनि आजको मिनी भ्लग स्टार्ट गरौँ है त। अनि म चाहिँ यता कपाल सपाल मिलाएर एकदमै रेडी भइसकेको छु। म चाहिँ अहिले कहाँ जति छु भन्दाखेरि अनि अहिले चाहिँ साँझको 4 बजिसकेको छ। म चाहिँ यता ज्याकेट ल्याउँदैछु अनि यता चिसो पनि बढेको छ, त्यही कारणले गर्दाखेरि म चाहिँ यसो ज्याकेट लगाइदिइरहेको छु। आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि आज चाहिँ म यता स्कुल पछाडि ग्राउन्डमा जाँदैछु। अनि मेरो भिडियो लास्टसम्म हेरेर साथ दिनु होला। अनि कपाल सपाल मिलाएँ मैले एकछिनमा, अनि कपाल सपाल मिलाइसकेर म चाहिँ अब जानलाई अनि यता फेरि रेडी भइसकेर म चाहिँ यता जुत्ता मोजाहरू लाउँदैछु। चिसो बढेको छ, रुगाखुगी पनि लागेको छ, त्यो कारणले गर्दाखेरि अनि म चाहिँ जुत्ता लागिसकेको छु। आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि मेरो भिडियो लास्टसम्म हेरेर साथ दिनु होला है। अनि यता फेरि म बाहिर आइसकेको छु। साँझको मौसम चाहिँ यस्तो छ, आज चाहिँ एकदमै बादल गरेको छ साँझको समयमा पनि। आज यता फेरि मैले 2वटा चुइगम किनेर ल्याइसकेको छु पसलबाट। मलाई चाहिँ चुइगम एकदमै राम्रो लाग्छ खान। म चाहिँ यता घरदेखिको तल आइसकेको छु। म चाहिँ स्कुल रोडमा जाँदैछु। यो चाहिँ हाम्रो घरदेखि तलतिरको रोड हो। अनि म चाहिँ यहाँनिर चाहिँ एकदमै चुइगम चपाउँदै हिँडिरहेको छु। चुइगम चपाउँदा एकदमै राम्रो लाग्छ मलाई चाहिँ। अनि साथीहरू आएको छन् कि नै म देखाउने छु हजुरहरूलाई है त। यता स्कुल पछाडि ग्राउन्डमा आइसकेको छु। आज चाहिँ यहाँ भाइहरू चाहिँ कबड्डीहरू खेल्ने छन् अनि म चाहिँ त्यही भएर यसो कबड्डी सबड्डी हेर्न जाँदैछु आज चाहिँ। अनि यता फेरि कबड्डी खेल्न स्टार्ट भइसकेको छ। अनि म चाहिँ यसरी भिडियो खिचिरहेको छु। भाइहरू चाहिँ एकदमै रमाइलो गरिरहेको छन् आज, एकदमै रमाइलो। अनि यता अर्को साथी भेटिसकेको छन्, एकदमै रमाइलो गर्छन्। यिनी साथी चाहिँ अब हामी सँगसँगै पढेको छ। अनि यता फेरि कबड्डी पनि स्टार्ट भइसकेको छन्। अनि यता चाहिँ भाइहरू साथीहरू चाहिँ कबड्डी खेलिदिरहेको छन्। भाइहरू चाहिँ एकदमै दामी कबड्डी खेल्छन्। अनि म चाहिँ यसो भिडियो सिडियो बनाइदिएको। अनि यता चाहिँ धेरै खेलाडीहरू पनि आएको छ। समयपछि म यता तेक्वान्दो क्लासतिर आएको छ। नानी बाबुहरू चाहिँ यता खेलिदिइरहेको रहेछन् ट्रेनिङ नगरेर। अनि म चाहिँ यताबाट यसो भिडियो सिडियो बनाइदिइरहेको। नानीहरू चाहिँ एकदमै दामीसँग खेलिरहेको। आज चाहिँ गुरु आउनु भएको थिएन, अनि त्यही भएर उता चाहिँ फुटबल खेलिरहेको थिएँ। अनि यता चाहिँ नानी बाबुहरू चाहिँ यसो गेम खेलिदिइरहेको थिएँ। म पनि यसो आइदिएको आज चाहिँ यसो भिडियो सिडियो। अनि आजको मेरो मिनी ब्लग चाहिँ यहीँसम्मको थियो। अनि मेरो भिडियो राम्रो लाग्छ भने लाइक कमेन्ट सब्सक्राइब गर्न नभुलिदिनु होला। अनि अहिलेको लागि बाई बाई। अनि अर्को भिडियोमा भेटौँला।